नमस्कार दर्शकवृन्द, यहाँहरूलाई म विशेष गरेर यो हाम्रो दक्षिण अनि पश्चिम सिक्किमको सङ्गममा रहेको यो श्री 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 किरातेश्वर शिवालय धाममा लिएर गइरहेको छु। र यस धाममा विशेष गरेर यहाँहरूलाई जानकारी दिनुपर्दाखेरि यहाँहरूले देखिरहनु भएको छ यो जुन मन्दिर परिसर, यो मन्दिरको अहिले पुनर्निर्माण कार्य सुचारू भएको छ भने वर्तमान सिक्किम सरकार अनि क्षेत्र विधायक लोकनाथ शर्माको पहलमा यस मन्दिरलाई थप पूर्वाधार विकास गर्नको निम्ति यहाँ अहिले युद्ध स्तरमा काम चलिरहेको छ भने यसै अवसरमा गत 17 तारिकदेखि सुरु भएको यो यो 17 तारिकदेखि सुरु भएको बाला चतुर्दशी मेलाको पुनित अवसरमा यहाँ फुटबल खेलको पनि आयोजना गरिएको छ र यसको समापन आगामी 30 नोभेम्बरको दिन हुनेछ भने प्राप्त जानकारी अनुसार सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदयको यहाँ आगमन हुनेछ र उहाँको उपस्थितिमा यहाँ फुटबलको समापन कार्यक्रम सँगसँगै यहाँ सन्ध्याकालीन गङ्गा आरती पनि हुनेछ र यो गङ्गा आरतीको निम्ति अहिले काम जुन युद्ध स्तरमा चलिरहेको छ र यो एउटा बृहत परियोजना वर्तमान सरकारले सुरु गरेको छ र यहाँ विभिन्न निर्माण कार्यहरू भइरहेको यहाँहरूले देख्न सक्नुहुनेछ। यहाँहरूले देखिरहनु भएको छ यो श्री किरातेश्वर शिवालय धाम र यहाँ जुन गङ्गा आरतीको निम्ति तल्लोपट्टि युद्ध स्तरमा काम चलिरहेको यहाँहरूले देख्न सक्नुहुन्छ। र यो यसको ऐतिहासिक पृष्ठभूमिलाई हेर्नु पर्दाखेरि यो दक्षिण अनि पश्चिम सिक्किमको सङ्गममा रहेको यो किरातेश्वर धाम पूर्व पराकालदेखि मानिसहरूको विश्वास आस्था रहँदै आएको छ भने यहाँ धेरै सिक्किम लगायत पश्चिम बङ्गाल, नेपाल, विभिन्न देशका मानिसहरू पनि यहाँ आफ्नो मनोकामना पुरा गर्नको निम्ति यस मन्दिरमा आउने गरेको यहाँका स्थानीयवासीहरूको भनाइ छ र यहाँ साक्षात् शिवजीको यहाँ उत्पत्ति भएको जग्गा यहाँहरूलाई हामी देखाउन गइरहेका छौँ र सम्पूर्ण भक्तजनलाई अनि विशेष गरेर महानुभावलाई हामी के भन्न चाहन्छौँ भने यो मन्दिरको जुन निर्माण कार्य चलिरहेको छ यो वर्तमान सरकार अनि क्षेत्र विधायक लोकनाथ शर्माको पहलमा यो काम चलिरहेको छ र यहाँहरूले देख्न सक्नुहुन्छ यो जुन गङ्गा आरतीको निम्ति जुन स्थानहरू निर्माण भइरहेको छ र यो अहिले काम एकदमै युद्ध स्तरमा चलिरहेको छ।